अमूल्य शब्दहरू राखिदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। धन्यवाद। परमात्माको असीम कृपाको मलाई यस कार्यक्रममा सहभागी हुन अवसर पाएको छु र मलाई विश्वास छ यो कार्यक्रम योगको बारेमा योग मन्दिर स्थापना भएको बारेमा बसेर कुरा होइन। आज हामी भलामा पनि योग मन्दिरको स्थापना हुन लागिरहेको जस्तो लाग्छ। हामीले योगलाई छाडेको हुनाले हामी कमजोर बनेका हौँ, निरीह बनेका छौँ र निरीह मान्छेले, कमजोर मान्छेले समाजलाई केही पनि सहयोग गर्न सक्दैन। जो व्यक्ति स्वयं रोगी हुन्छ उसले आफ्नो परिवारको पनि सेवा गर्न सक्दैन। त्यसकारण अहिले मान्छे भए तापनि मान्छेको लागि सहयोगको भूमिका निर्वाह गर्न नसकिरहेको आजको परिवेशमा यो भलाम क्षेत्रमा पनि एउटा योग मन्दिर स्थापना गरेर सबैका स्वास्थ्य, सबैको जीवनमा खुसी, उमङ्ग, आत्मीयता, सद्भाव र आध्यात्मिकताको एउटा बीज छर्ने काम जो आज भइरहेको छ त्यसले पक्कै पनि समाजमा एउटा सुखको, शान्तिको, समृद्धिको, सद्भावको सन्देश छर्नेछ भन्ने मैले विश्वास लिएको छु। र योग मन्दिर स्थापना मात्र पनि भएन, योगलाई व्यवहारमा ल्याउने। योग केवल प्रदर्शनको विषय होइन, यो आचरण र अनुसरणको विषय हो। त्यसकारण अहिले हाम्रो समस्या के भएको छ भने परमात्माको मन्दिर त बन्छ तर परमात्माको जुन रूपमा चर्चा परिचर्चा हुनुपर्ने हो त्यो भएको देखिँदैन। परमात्मा दिव्य स्वरूप, आनन्द स्वरूप, अजर अमर, अविनाशी, निराकारी जो स्वरूप छ त्यसका बारेमा पनि चर्चा परिचर्चा भयो भने र जीवनमा मानव जीवनले सेवा र सद्भाव गर्ने धार्मिक क्षेत्रले पनि, मठ मन्दिरले पनि समाजको आवश्यकता पूर्ति गर्ने, समाजले सेवा गर्ने खालका कार्यक्रम भयो भने हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रा संस्थाहरू पनि समाजले ग्रहण गर्न, समाजले सम्मान गर्न योग्य बन्छ। त्यसो भयो भने मात्रै जसरी मान्छे अरूका लागि उपयोगी सहयोगी भयो भने त्यसको मूल्य र महिमा हुन्छ। त्यसै गरी यो मठ मन्दिर अथवा योग मन्दिरले पनि समाजको आवश्यकता परिपूर्ति गर्यो भने यो समाजको आवश्यकता बन्छ, यो फल्छ, फुल्छ भन्ने शुभेच्छा राख्दै म यहाँलाई यहाँप्रति धन्यवाद व्यक्त गर्दै म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद विश्व हिन्दू महासङ्घका अध्यक्ष रविन्द्र महाराजज्यूलाई। उहाँले योगको बारेमा र धार्मिक बारेमा प्रकाश पारेर जानुभयो। उहाँलाई मुरी धन्यवाद। र यस क्रममा, यस मन्तव्यको कार्यक्रममा म फेरि अगाडि बढाउन चाहन्छु। श्री पूर्व वडा सदस्य श्री मनभुजा विकज्यूलाई म आफ्ना अमूल्य शब्दहरू राखिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु।